र आज भने चाहिँ हाम्रो यहाँ गाउँको है समाजको एकदम देवी पूजा हामीले आज गर्ने है। र यहाँनिर चाहिँ देवी पूजा हामीले सालमा एकपल्ट गरेरै आइरहेको छौँ र है यो चाहिँ गाउँको एकदम सातकन्या देवी है। सातकन्या देवीको आज यहाँ हामीले भव्य रूपमा देवी पूजा गर्न हामीले गइरहेछौँ र हाम्रो देवी पूजा चाहिँ एकदम सालौँ सालदेखि मान्दै आएको है। र हामीले यहाँ आज एकदम भव्य रूपमा गर्दैछौँ र यहाँ हाम्रो साथीभाइहरूले पनि एकदम रङबिरङको झन्डा लाउने डोरी बान्ने कार्यक्रम गरिरहेछ है। र हजुरहरूलाई देवी पूजा चाहिँ हामीले यहाँ एकदम ढुङ्गा यस्तो खाले ठुल्ठुलो ढुङ्गाको यहाँ चेपबाट एकदम ओडाल्छ है। यो भित्र अझै यहाँदेखिको भित्र 1 किलोमिटर भित्र हामीले पूजा गर्ने गर्छौँ है। र यहाँ है म भित्र जान सक्दिनँ किनभने म अलिकति नुहाइधुवाइ नगरेको कारणले म भित्र जान सकिनँ है। तपाईँहरूलाई म बाहिरबाट देखाउँदैछु है। र यहाँ चाहिँ हाम्रो देवी पूजा चाहिँ हर साल मनाउने गर्छ है। यहाँ यस्तो छ हेर्नुहोस् यतापट्टि यहाँ चाहिँ हामीले प्रसाद हजुरहरूले प्रसादहरू बनाउने जग्गा हाम्रो है। र एकदम सरसफाइ हिजो नै भइसकेको छ है। र अनि यहाँ हाम्रो एकदम खटी आइरहने हाम्रो यहाँ हाम्रो भेनाजु है भेनाजु हुनुहुन्छ एकदम बाँसको चिम्टा बनाएर यहाँ हवाले दाजु एकदम हाम्रो एकदमै त्यसै त यसले काम गर्ने साथीहरू छ है। यहाँ चाहिँ हाम्रो आउने बाटो अनि हामी चाहिँ गाउँमा छौँ अहिले है। र मेरो गाउँमा चाहिँ यसरी देवी पूजाहरू गर्छ। यहाँ चाहिँ सातकन्या देवीको पूजा अर्चना हुन्छ है। र तपाईँहरूले भरै भोग दिनुको लागि हामीले यहाँ सातकन्या देवीलाई एउटा मात्रै कुखुरा लाग्छ र बाख्रा खसी दिन आउँदैछ है। र बाख्रा है बाख्रा चाहिँ आउँदैछ हेर्दै गर्नुहोस् होला। म तपाईँहरूलाई भरै फेरि आफ्टरनुनमा पनि तपाईँहरूलाई म देखाउने छु मेरो प्यारो फेसबुक मित्रहरूलाई है। ल हस् त।